गाइज यो हो हामी सिन्धुलीमा बसेको रिसोर्ट। हिजो राति हामी यहाँ पुग्यौँ अनि आज चाहिँ हाम्रो डे 1 हो सिन्धुलीमा क्याम्पको। अनि 2 दिनको क्याम्प छ हाम्रो। आज चाहिँ हामी वडा नम्बर 1 सुनकोशी गाउँपालिका वडा नम्बर 1 मा जान्छौँ। सो यहाँको भ्यू हेर्न सक्नुहुन्छ तपाईँहरू। नुहाउनुपर्छ, यता सुनिहाल्नु पर्यो केटाहरू। कस्तो दामी ठाउँ छ हेर त, त्यहाँ पहाड, बिहान बिहान सूर्य लागेको। त्यसपछि चाहिँ नि मैले अलि बडी स्ट्रेचिङहरू गरेँ अनि थोरै एक्सर्साइज। हामी खोलाको किनारमा गयौँ। खोलाको किनारमा गएर त्यहाँ अलि हामीले पानीमा ढुङ्गासुङ्गा हानेर रमाइलो गऱ्यौँ। त्यसपछि हामी लाग्यौँ फेरि रिसोर्टतिर। हेलो गाइज, आइ एम राइट हियर एट ताज रिसोर्ट। ताज रिसोर्टमा छु म। दिस इज आवर डे 1 एट सिन्धुली। अब चाहिँ हाम्रो रेडी भइसक्यो जानको लागि। एन्ड हियर आई एम गोइङ हियर। ल यो गाडीमा केचुङ पुचुङ प्याचङ पुचुङ भएर बस्ने अरे। यो भाइ चाहिँ सफारीमा जान रेडी भइसक्यो रहेछ। त्यसपछि हामी खाना खाने ठाउँमा उत्रियौँ अनि खानासाना खाएर हामी लाग्यौँ क्याम्पतिर। हाम्रो क्याम्पलाई चाहिने औषधिदेखि लिएर थुप्रै कुराहरू सुनकोशी गाउँपालिका वडा नम्बर 1 र वडा नम्बर 3 ले हामीलाई जुटाइदिएको थियो। अनि सेवाग्राहीको जमात पनि एकदम ठुलो नै थियो। त्यसपछि हामी सुनकोशी गाउँपालिकामा रहेको वडा नम्बर 1 तिर लाग्यौँ र त्यहाँका जनावरहरूलाई कुकुर, गाई, भैँसी, बिरालो, सुँगुरलाई इन्जेक्सन लगाउने कार्यक्रमतिर अगाडि बढ्यौँ। त्यसपछि हाम्रो हिमालजीले चाहिँ हाम्रो बाख्रालाई चाहिँ पिपिआरको इन्जेक्सन दिनुभयो र यसै गरी हाम्रो डे 1 को फर्स्ट इन्जेक्सन हिमालजीले दिनुभयो। अनि त्यसै गरी हामीले थुप्रै जनावर र जन्तुहरूलाई इन्जेक्सन दियौँ। सिन्धुली गाउँमा छौँ अहिले हामी। पहाडको घर, मेरो नि पहाडमा यस्तै घर थियो कि, त्यही भएर याद आयो अहिले। यसो माथि जाने होला होइन यसमा। यस्तै घर थियो कि सेम मेरो पहाडमा। त्यसपछि चाहिँ गाउँ गाउँ डुल्दै गर्दा हाम्रो क्षितिज सरले नि लाउनुभयो इन्जेक्सन बाख्रोलाई। कालो बाख्रोलाई ठ्याक्कै उहाँ जस्तै बाख्रा रहेछ, पिपिआरको इन्जेक्सन दिनुभयो। त्यसपछि हाम्रो क्याम्प डे 1 चाहिँ सकियो र हामी हाम्रो रिसोर्टतिर लाग्यौँ। रिसोर्टतिर जाने बेला चाहिँ बाटो एकदमै धुवाधुलो थियो, एकदमै बाटोभरि। त्यसपछि घर जाँदाको हालत तपाईँ आफूले हेर्न सक्नुहुन्छ यहाँ। हामी तपाईँलाई प्रत्यक्ष प्रसारणमा छौँ। यहाँ हेर्नुहोस् यहाँको ताजा अवस्था। यहाँ हाम्रो युवराज सिंह ठकुरजी यहाँ टोपी लाएर अभिषेक गर्नुहुन्छ। भोट केमा माटोमा छैन है। ल यस्तो अवस्थामा छ अहिले हामी। हेर हेर पानी हालेपछि मात्र माटो बस्ने रहेछ। पत्रकार हिमालको बोरा त खराब छ। भोट गर्नलाई लाल सलाम। लाल सलाम लाल सलाम मुर्दाबाद। हेलो क्षितिजजी, के छ खबर? यहाँ हामी प्रत्यक्ष प्रसारण गरिरहेको छौँ क्षितिज कमरेडको तपाईँहरूको फोटो। बाटो बन्यो। आयो ल बाटो आयो। नेपालका माओवादी केन्द्र जिन्दाबाद जिन्दाबाद। माओवादीले बनाएको बाटो हो। माओवादीको बाटो आयो हेर्नुहोस्। अब भनेको पिच गरेको बाटो आयो। यहाँ भनेको माओवादी केन्द्रका नेता राजन दाहालले बनाएको बाटो हो। अब अझै जिताउनु पर्छ। आएन अलिअलि चिनी देखा। आजको लागि यति नै। वी विल मिट इन आवर नेक्स्ट ब्लग। टिल देन टेक केयर, बाई बाई। डु फ्लो है त गाइज।